बुढो अहिलेसम्म टिकटक सबबाट आएको सबसे भन्दा राम्रो के आयो अरे यो प्रडक्ट आयो हैन यसलाई ट्याब्लेट भन्दा पनि भयो तपाईले टिभी भन्दा पनि भयो हैन यसलाई फोटो फ्रेम भन्दा पनि भयो ड्रइङ प्याड भन्दा पनि भयो क्यालेन्डर भन्दा पनि भयो इन्स्टाग्राम हेर्नेहरु युट्युब कसरी आउँछ सबै थोक यसमा आउँछ हैन मैले यहाँ हे गुगल प्ले नेपाली सङ लुक गाइस अब यहाँ आयो है हैन अब मैले यहाँ भिडियोमा गएँ अब उसले ढिलो गर्छ क्या प्ले चाहिँ गरिदिन्छ हैन अब कुन गीत सुन्ने त अब यही धेरै भ्यू भएकै गीत सुन्नु होला यसलाई फुल फ्रेम बनाउन मिल्यो हैन क्वालिटी एकदम हाई क्वालिटीमा छ हैन तपाईले देखिहाल्नु भयो अनि यसमा चाहिँ युट्युब मात्रै नभएर टिकटक पनि चल्छ नेटफ्लिक्सहरु पनि चल्छ हैन भइजति एभ्रीथिङ चल्छ नि यसमा अब एप्सहरु डाउनलोड गरेर चल्छ क्या अब यसमा नानीहरुले जस्तै अब यहाँनेरि एकैछिन है मैले कहाँनेरि पो यहाँ अब ड्रइङहरु भयो यहाँनेरि ड्रइङ गर्न मिल्छ हैन अनि होममा हेरौँ यहाँ चेस खेल्न मिल्यो अनि त्यहाँदेखि रोब्लक्स खेल्न मिल्यो अरु गेमहरु नेटफ्लिक्सहरु छ हैन अनि यसमा त वर्णन गरेर मैले त सकिनँ क्या सबै थोक हेरेँ मैले यहाँ खेलाउँदै जाँदाखेरि एप्स डाउनलोड गर्नेहरू पनि यहाँ सेटिङहरू पनि छ हरेक कुराहरू छ इन्स्टाग्रामहरू पनि छ टिकटक हेर्न पनि मिल्छ फोटो फ्रेम जस्तै अब यहाँबाट मैले अब मेरो नानीको फोटो यहाँ है यहाँनिर अब जस्तै छोराको फोटो ल यहाँ भयो अब यिनीहरू यस्तोहरू डिस्प्ले गर्न पनि सक्नुहुन्छ क्या यहाँ अगाडि तपाईँको एपोइन्टमेन्टहरू छ भने तपाईँको यहाँ एपोइन्टमेन्टहरू पनि मार्क गरेर राख्न सक्नुहुन्छ यो चाहिँ लेख्ने टच गर्ने हो यो हैन यो पनि आउँछ यसमा आउने भनेको चार्जर हो अनि यसको पछाडि हेर्नुहोस् अब पछाडिपट्टि तपाईले यहाँ मुनि अब मेमोरी कार्ड हाल्न मिल्यो हैन युएसबी छ अनि सिडी DCIN भनेको छ हैन यहाँनेरि धेरैवटा छ क्या यहाँ तपाईहरुले पेन ड्राइभहरु हालेर गर्न सक्नुहुन्छ मलाई चाहिँ यो प्रोडक्ट एकदमै मन पर्यो हैन तपाईलाई पनि मन पर्यो भने चाहिँ तलको ओरेन्ज कार्डमा क्लिक गरेर लिन सक्नुहुन्छ है त थ्यांक यू